बाघै छ लु जाऊ गाड्दा गर्दा छ के गर्यो हात्तीको आवाज साइडमा बाघको आवाज पनि छ हात त निस्क्यो भने कति आनन्द आउँछ अरे हामी धेरैजना छौँ नि त हाइट कि हाइट गरौँ नि अहिले निस्किनु चाहिँ हुँदैन यहाँबाट भने हात्तीको आवाज छ लु जाऊ बाघको आवाज नजिकै छ भिडियो जङ्गल सवारीको लागि गइरहेछौँ अब मेरो मोबाइल बाहिर के घटना घटेको बिमा हुन्छ बस्तीमा पनि तपाईँको चाहिँ एक हप्ताको लगाएपछि तपाईँको 3 जना मान्छे खाइदिनु पार्ने यहाँबाट चाहिँ थोरै अगाडि चाहिँ तपाईँको राप्ती नगरपालिकामा हाम्रो यहाँ चाहिँ पाटे बाघको सङ्ख्या चाहिँ 128वटा छ यहाँ पहिलाको तुलनामा चाहिँ अहिले वृद्धि भएको छ पाटे बाघ पहिला चाहिँ 92वटा थियो हजुरहरूले नै दायाँ बायाँ आँखा लाउनु अगाडि देखेपछि चाहिँ हजुर देखिन्छ हिँड्छ बाघहरू त्यस्तो छ अब यो चाहिँ ठ्याक्कै टाइगरी होइन यो चाहिँ 952 वर्ग किलोमिटर हामीले आँखाले कहाँ छ देख्यो भने चाहिँ हामी रोक्छौँ हिँड्दै जाउँ न स्टार्टिङ भएको छ यो चाहिँ काइक एरिया चाहिँ एउटा चाहिँ पालेर राखेको भए चाहिँ 100% नै त्यहाँ स्योर हुन्थ्यो अब चाहिँ वाइड भइसकेपछि चाहिँ कुन ट्र्याकमा कहाँ हिँडेर हुन्छ त्यो बेला चाहिँ देख्न सकिन्छ बोकेर हिँड्छौँ हामी
हात्तीले एकदम मन पराउँछ यस्तो घाँस चाहिँ। पहिला पहिला चाहिँ हाम्रो यहाँको स्थानीय मान्छेलाई घरको वाल लगाउनको लागि त्यो पार बार्नुको लागि पनि घाँसको चाहिँ त्यो घाँसको नाम के भन्छ भन्नुभयो? यसमा चाहिँ सबै मिक्स छ। तपाईँको चाहिँ कोही चाहिँ अब खडाई पनि भन्छ, बरुवा भन्छ, तपाईँको झ्याक्सी पनि भन्छ, सिरु काँस सबै मिसिएको छ त्यसमा चाहिँ। अनि हाम्रो चाहिँ यो गैँडाकोटमा चाहिँ तपाईँको कुटी कागज कारखाना भनिन्थ्यो कि गैँडाकोटमा ठुलो कागज कारखाना थियो। त्यसमा त्यसको लागि चाहिँ यो सबै कागज बनाउनको लागि र मेटेरियलको पनि अब त्यो अहिले बन्द भएको चाहिँ सेफ्टीलाई चाहिँ छैन कि त्यसलाई चाहिँ डढेलो लाउनु कि ती बेला काटेर चाहिँ यसको उयो गर्नु पऱ्यो। यदि भएन भने चाहिँ डढेलो लाउनु पऱ्यो। सिङ्गी अर्को बलुवा पालाउनु पऱ्यो लाउँदैन कि लगाउँछ। चैततिर चाहिँ डढेलो लगाउँछ। अब जस नेपाललाई पुग्ने कागज चाहिँ उत्पादन हुँदैन पहिला। अब यसको त्यसलाई छैन, यसलाई चाहिँ डढेलो लगाउँछ। ठुलो क्षेत्रफलमा चाहिँ फैलिएको छ कि अनि चाहिँ म्याक्सिमम चाहिँ यस्तो खाले जङ्गलमा चाहिँ त्यस्तो खाले जङ्गलमा चाहिँ तपाईँको बाघ भालुहरू चाहिँ बस्न लगाउँछ कि बाघ चाहिँ तपाईँको एकदम अल्छी जनावर कि यहाँबाट ट्रान्सपोर्ट भएर चाहिँ अर्को अर्कै ढुङ्गा चाहिँ जान्छ कि यिनीहरू। यो डढेलो चाहिँ फेरि चाहिँ अरू ठाउँमा लाग्दैन। फेरि यसको इलाका छ नि यसको चाहिँ त्यही ढुङ्गा मात्र लाग्छ कि चैतमा चैतमा लगाउँछ। लगाउनै पर्ने कि न त उसको चाहिँ पछि फेरि यसको त्यो पलुवा पलाउने बेला चाहिँ त्यो भालुहरू चाहिँ म्याक्सिमम देख्नु धेरै हुन्छ त्यो पलुवा। पहिला पहिला डढेलो लगाउँथेन, पहिला कागजमै थियो त्यसको कभर गर्नलाई। अब अहिले छैन, त्यस्तो बन्द छ। अब त्यो केही भएकै छैन यसको। यो भेटकोटी कागज कारखाना भनेर काठमाडौँ भएको हो कि चितवनमा? अब चितवनमा चाहिँ यो चितवनमा होइन, हाम्रो यो प्रासी कि यो गैँडाकोटमा कि त्यो नारायणीको पुल पानी ठुलो थियो नि त। नेपाल अधिराज्यलाई पुग्ने कागज हुन्छ कि यो चाहिँ अब बन्द भइदियो। अब बाहिरबाट किनेर ल्याउन भनेपछि राज्यले चाहिँ यो कुरामा चाहिँ ध्यान दिएको छैन जस्तो भन्यो। किनकि सबै कमिसनकै चलखेल त हो नि सबै। धुर्बी भन्ने चाहिँ तपाईँको हिरो हो होइन। यो चाहिँ ठ्याक्कै पसरातिर छ कि त्यो चाहिँ बाघमै हो। पसरामा चाहिँ अहिले चाहिँ दारा काटेर राखेको, पहिल्यै दारा काटेको थियो। तिनीहरूलाई त्यो भाले हात्तीलाई चाहिँ एकदम माथ धेरै चढ्छ कि अहिले अब 25-30जनै मान्छे पुग्यो नि त धुर्बीले त। अनि त्यो इलाकामा चाहिँ रोनाल्डो छ क्या, रोनाल्डो अर्को रोनाल्डो। अनि अर्को एउटा चाहिँ मकुरा भन्ने छ नेपालीमा चाहिँ हात्ती चाहिँ यो भित्र चाहिँ छिर्ने बित्तिकै त्यसलाई ट्र्याकिङ गरेको छ। अनि हजुर माकुरा भन्ने छ क्या एउटा भाले हात्तीको नाम चाहिँ मकुरा भन्छ कि मान्छेको नामबाट राखेको चाहिँ त्यो गोविन्दे भन्छ। गोविन्दे भन्ने छ यहाँ चाहिँ 4वटा छ क्या। सुरुमा चाहिँ थाहा पाउँछ धुर्बी भन्ने चाहिँ आर्मी मारेको भएर हो नि त नामकरणको। अनि हाम्रो चाहिँ यहाँ चाहिँ सबै चाहिँ यो म्याक्सिमम चाहिँ पोथी हात्तीहरू छ क्या यसमा। त्यो हाम्रो नेपालको यो फोटो भन्ने ठाउँमा भेट्यो भने मजाले थाहा पाउँछ।
बाघै छ बाघ हो लु जाउँ गाड्दा गाड्दा छ जम्मा के गर्यो हात्तीको आवाज जम्मा साइडमा बाघको आवाज पनि छ हात त निस्क्यो भने कति आनन्द आउँछ अरे हामी धेरैजना छौँ नि त हाइट कि हाइट गरौँ नि अहिले ओ झक्क्यो निस्किनु चाहिँ हुँदैन यहाँबाट भने होइन हात्तीको आवाज छ लु जाउँ बाघको आवाज जम्मा नजिकै छ झक्क्यो भिडियो हेरेको जम्मा अस्ति तपाईँहरूले देखिँदैन त कि टल्किरहेछ नि टाउको देखिरहेछ टाउको त बाहिरपट्टि हो यसले चाहिँ यो एनिमलहरू सबै खान्छ यसले मान्छे पनि खाइदिन्छ यसले चाहिँ अलि एग्रेसिभ टाइपको अर्को चाहिँ घडियाल हुने कुकुरहरू यो चाहिँ मगर मचा यो एग्रेसिभ टाइप भयो यो चाहिँ कर्मोरेन्ट भन्छ क्या यसलाई चाहिँ हिजो माछा चाहिँ खोजेर खाने पानीमा चाहिँ जो 4-5 मिनटै यसले चाहिँ डुबुल्की मार्छ कि यसले चाहिँ यो चाहिँ अलिक भिन्दै किसिमको चरा छ नेक्स्ट चराको विषयमा पनि उहाँले भन्नुभयो त्यसपछि अब बाघतिरै लागौँ हामी चाहिँ त्यही आसपासमा चाहिँ बाघ पाइन्छ बाघ हेर्न चाहिँ एकदम आतुर छौँ अनि अगाडि आएको थुर होला हजुर खानामा यो चाहिँ माछा खाँदैन यसले फेरि अचम्म किसिमको छ यो चाहिँ चक्केवा भन्छ नि हामीले चक्केवाको जोडी भन्ने कि लबर पनि हुन्छ यसलाई चाहिँ यो चाहिँ एउटा मऱ्यो भने अर्को पनि मर्छ भन्ने डिप्रेसनमा परेर यो डग नै हो प्रजाति डग प्रजाति रेडी सेल डग भन्छ कि यसलाई चाहिँ यिनीहरू त्यति टाढादेखि उडेर आउँछ है त्यति चाहिँ यो हाम्रो विन्टरमा आएर चाहिँ समरमा जान्छ फेरि यो चाहिँ चैतको चाहिँ लगभग चिसो बढी भएर यता आउँछ त्यो माइनसमै छ क्या त्यहाँ चाहिँ अहिले होइन त्यो चाहिँ त्यो रेड हेडेड आइबिस भन्छ त्यो चाहिँ क्राइङपुरुङ भन्छ क्या त्यो चाहिँ नजिकै छ सलमान खानले मारेको भनेको थियो नि यो साम्बा डियर हो यस्तै साम्बा डियर अगाडिबाट हेर्दा त्यो बाछो जस्तो टाइपको हुन्छ गाई जस्तो डेढ फुट हुँदा मार्ने त्यो चाहिँ खासै हुलमा हिँड्दैन यो चाहिँ दुईवटा लगभग 2-3टा हुन्छ त्यसो छेउछाउमा चाहिँ बाघलाई फेरि अट्याक गर्न पनि सजिलो यो चाहिँ लाटो लाटो टाइपको यस्तो हुन्छ भालेको चाहिँ सिङ हुन्छ पोथीको चाहिँ होइन दुईवटा छ क्या होइन दुईवटा छ बसिरहेछ साम्बा डियर भनेर गाईको बाछो जस्तो
के प्रजाति चाहिँ भालेको चाहिँ सिङ आउँछ हजुर एकदम कमलो मुटु भएको हुन्छ कि यो चाहिँ केही कुरामा चाहिँ ठक्कर लाग्ने हुने बाबु ज्यादा हुन्छ यो पोखरीमा चाहिँ तपाईँहरूले बोटिङ गर्न सक्नुहुन्छ तर पैसा दिएर मात्रै बोटिङलाई तपाईँहरूलाई छुट्टै चार्ज लाग्छ अनि यो चाहिँ तपाईँहरूको रेस्टरुम रहेको छ थोरै तपाईँहरू चाहिँ 10 मिनट पालन गर्न पाउनुहुन्छ ओके